गाइस आज चाहिँ हामी ह्याङ्जाकोट जान लागेको सबैजना को अब हामी रमाइलो गर्छौँ बाटोमा भरे भिडियो हेर्नु होला हाम्रो र है हामी चाहिँ जानलाई रेडी भइसक्यो हेलो हेलो हामी चाहिँ ल जानलाई सामान रेडी गरेर अब जाने हेलो नानी हुपु यता हेलो गरिदिनु हेलो हामी चाहिँ अब कहाँ जानु भएको रे नानी हुपुको सम्धिनीको घर जाने रे गाइस सबजना नयाँ दुली नानी हो के रे अहिले त पुरानो भयो पुरानो भइसक्यो हाम्रो दाइ कामबाट आएर नि खाजा नखाइकन बस गाडीमा आएर यहाँ खाजा लिएर के खाएको होइ सकियो कति रोल भयो खाजा दिएन काम गर्ने ठाउँमा तिमीलाई सम्झेर तेरो दिन बित्यो तिम्रै यादहरूमा मेरो रात कट्यो हामी चाहिँ यहाँ गाडी नतानेर चाहिँ हामी हिँडेर आएको है यता चाहिँ बाटो बनाउँदो रहेछ डोजरले खन्दो रहेछ त्यही भएर डर लाग्यो मैला आउँदै हुन्छ यहाँबाट उता चाहिँ लुवाङ देखिँदो रहेछ लुवाङ गाउँ घाटचोक लाचोक तर अहिले चाहिँ देखिँदैन है टेन्सन बाई टेन्सन बाई बाई छोडिदियो तपाईँ छोडिदियो दाइले बल्ल खायो अघि त छोडेर आउने दुःखमा चाहिँ अहिले चाहिँ अझै सिधा बाटो आएको त कराको है टु हिल रहेछ नि त्यो भएर त नि टेन्सन यार खलासी भइ चाहिँ हाम्रो रञ्जना आज
यता अहिले स्पिडमा आउँछ र नानी फुपू गाडी के अरे किन रोकिँदो रहेछ कि स्टार्ट अफ भएको भएर चाहिँ यो गाडी ठिक नरहेछ बाथेले धक्कालेर है यहाँले गाडी गएको हत्तेरिका ह्याङ्जाकोट आउँदाखेरि यस्तो आपत पर्यो यो चाहिँ लङ्गाउ यताको नि यताको कुन ठाउँ नि लाचोक लाचोक अनि अरू के हो नि हो यस अब हामी आइपुग्यो गाडी धकल्दा धकल्दा फर्स्ट टाइम अनुभव कस्तो गरेछ सुशीला कस्तो अनुभव भइरहेछ त नि गाडी धक्दा अनुहार देखिन खै तिमीहरूको ए अनि कस्तो अनुभव भयो त ल रञ्जना गाडी धकाल्ने के होइन ल ल ल बल्ल यो के हो रिसोर्ट हो क्या हो दामी बन्छ है खै यहाँ चाहिँ जस रमाइलो भइरहेको रहेछ ल नाच्न आतुर छ है ल हामी चाहिँ आइपुग्यो घरमा के है हाम्रो टिकटकमा यो चाहिँ सधैँको घर आइपुग्यो चाहिँ हाम्रो दिदीको घर आइपुग्यो होमस्टे नि छ ह्याङ्जाकोट कम्युनिटी होमस्टे कुमार गुरुङ आउनु होला हेलो दिदी छिटै हो क्या तपाईँ पुसे फेरि सन्चै हुनुहुन्छ आथे तपाईँले हामीलाई त्यस्तो बाटो पठाउने पाउनु अप्ठ्यारो हामी नसकेर को हो भ्लगर हो तपाईँ खतरा गरिसक्यो यो चाहिँ नयाँ कोठा खै दामी गर्छ दिदीको घर के हेर्नुभयो तपाईँ ससुरा ल्याएर माथि माथि आधा बिचरा दाइ आउने बित्तिकै बनाउनु भयो हेर्नु त हेलो पुसाई कतिखेर आउनु भएको 2 बजे 2 बजे आएर आफूहरू चाहिँ हामीलाई चाहिँ ताराको बाटो पठाउनु भएर होइन तिमीहरू चाहिँ लक्जरियस मान्छेहरू ल हेलो गाइज हामी चाहिँ अहिले दिदीको घर आइपुग्यो ह्याङ्जाकोट आएर चाहिँ अब फ्रेस हुन्छ अनि के कस्तो रमाइलो गर्छौँ ल मैलेको बच्चा हो जाडो बस्छ ल यहाँ बेसरी ल यहाँ चाहिँ आँटी चढ्नु पर्छ है भर्याङ ए दामी ल यहाँ चाहिँ हामी सुत्ने कोठा होइन होमस्टे कुमार होमस्टेमा आउनु होला सबैजना राम्रो सुविधा छ गाइस हामी चाहिँ सुत्ने यहाँ यो चाहिँ हाम्रो खाजा श्रद्धा दिदीको घरमा यो चाहिँ रञ्जनाको भ्लगर राइडर ग्रुङ हेलो मेरो पनि सब्सक्राइब गरिदिनु है भन्नु न फेरि के हो
सबैले मेरो पनि सब्स्क्राइब गरिदिनु है ओके मेरो आफ्नो मान्छेले राइडर गुरुङ भन्नु न दामी ब्लगर छ यो चाहिँ हाम्रो मिठो मिठो खाजा मकै चिउरा तरुल अनि ससेज चटनी बाले खिचेको थियो चिया टेढो गरेर खिच्छ अस्तिको भिडियोहरु मेरो मान्छे टेढो गर्छ त ऊ दाइले गर्नुभयो आफूले चाहिँ नगरौ पाउ ओए काको सुन्तलो दिदी कति ठुलो पर्वतको ठुलो है हाम्रो गाउँमा त्यत्रो हुन्न खै म खान्छु ल नन्दको माया ओ माई लट के त खिच पर्वतको सुन्तला खान लाए उता खिच्ने के रे के हो आमिलो होइन सुन्तलो के रे भाउजूले अहिले खतरा बार्बेक्यु सुरु यहाँ चाहिँ हैन 10 रुपैयाँको दिनमा बार्बेक्यु काया काना दे सुरु पुसै पछाडि हात लागेर क्या तपाईँ बियर त कसले खाने लैदिम बियर यो बियरको गिलास किसिमको नो निट मेरो त अर्को छ दाइ त्यो मैले भाउजूले बनाउने थिए बाबा तेरा दाइ ब्लगरहरूले बेला बेलामा भाँडा पनि धुन्छ ब्लगर सुस्मितालाई भाँडा पनि धुन आउँछ धेरै पाउन भयो भने बोलाउनु होला कसरी भाँडा धुने भनेर यहाँ सिक्न चाहनुहुन्छ भने कन्ट्याक्ट टु सुस्मिता ब्लग हामीले चाहिँ कोक खाएको है कोक चेस दाइको चाहिँ रक्सी हाम्रो चाहिँ कोक है गाइस सबैको चेस हाम्रो चाहिँ कोक गाइस यसको नि कोक गाइस सबैले कोक खाएको हामी यता चाहिँ यता हाम्रो पुसे चाहिँ टक्क लाएर बार्बेक्यु बनाउँदै हुनुहुन्छ दाइ पनि हेलो पुसाई खोइ तपाईको के हो पुसाई त्यो गिलास पानी हो ए नारेपा हो हेलो बाथे खै के खानुभयो ओहो पानी हो पानी गाउँको पानी यो चाहिँ खसीको मासु है हाम्रो बार्बेक्यु टक्क यहाँ बनाउँदै हुनुहुन्छ दाइ बनाउँदै खाँदै पुसाई चाहिँ यहाँ कडा बनाउनु पर्छ हो हो त्यो नाम के होला सुस्मिता गुरुङ कुमार होमस्टे आउनु होला सबैजना लोकेसन हेम्जाकोट के हो पुसै त्यो नकासे रहसे मैसे सुतको मैसे आता यहाँ आछ हैन हामीले नै खाएका बा
नबोलकर नाच्छ ओहे दियो दियो ओहे हाम्रो चाहिँ यहाँ रमाइलो हुँदैछ गाइस सबैजनाले इन्जोय लिदिनु होला सुस्मिता भ्लग सबैजनाले सब्स्क्राइब लाइक कमेन्ट गरिदिनु होला गाइस यस्तै यस्तै नयाँ नयाँ भिडियोहरू आउनेछ अनि यता मेरो सोल्टिनी पुरा भिडियो गर्दैछ मार्दै मार्दै गयो जवाना राइटर ब्लग
हेलो हामी आज ह्याङ्जाकोटमा छु है गाइस हाई एभ्रिवान हामी चाहिँ अब सुत्न लागेको आजको दिन पनि एकदम रमाइलो भयो हामी नाचगान पनि गऱ्यौँ बारबिक्यू पनि गऱ्यौँ अनि खाना पनि खायौँ हामी चाहिँ सबैजना अनि दाइहरू चाहिँ सबै खाना खाँदै हुनुहुन्छ अनि हाम्रो सोल्टिनी दुईजना त सुतिसक्यो उहाँ सुत्दैछ हेलो सुशीला हेलो के निद्रामा हो अनि उता चाहिँ हाम्रो रञ्जना सोल्टिनी छ हेलो हेलो रञ्जना हात चाहिँ हल्लायो ल गाइस बाई बाई गुड नाइट अब भोलि भेटौँ न भोलिको मर्निङ भ्यू म देखाउँछु यहाँबाट देख्ने भ्यूहरू चाहिँ अनि हामी चाहिँ एकदम रमाइलो गरेको भिडियोहरू पनि हाल्नेछु हजुरहरूले लाइक सब्सक्राइब गरिदिनु ल गाइस बाई बाई गुड नाइट